नमस्कार साथीहरू, स्वागत छ तपाईहरुलाई। आज हामी कुरा गर्न गइरहेको छौं नेपाली सर्वसाधारण जनताहरूको निम्ति खोल्नै लागेको एफपीओ को बारेमा। यस भिडियोमा हामी कुरा गर्नेछौं। लामो समयदेखि नेपाली सर्वसाधारण जनताहरूको निम्ति एफपीओ खोलेको थिएन, तर आज भने खुसीको खबर रहेको छ। अब भने नेपालको 3 वटा लघुवित्त सेक्टरको कम्पनीले एफपीओ निष्कासन गर्ने भएको छ। यी कम्पनीहरूले नेपाली सर्वसाधारण जनताहरूको निम्ति लगभग 2,50,000 जनाले भन्दा बढी पाउन सक्ने एफपीओ निष्कासन गर्ने भएको छ। यसमध्येको पहिलो कम्पनी हो विजय लघुवित्तीय कम्पनी। यस कम्पनीले नेपाली सर्वसाधारण जनताहरूको लागि 4,66,817 किता बराबरको सेयर निष्कासन गर्ने भएको छ। यो माइक्रो फाइनान्स सेक्टरको कम्पनी रहेको छ। यस कम्पनीले रु 100 अङ्कित मूल्यमा एफपीओ खुलाउने भएको छ भने यस कम्पनीको इस्यु म्यानेजरको रूपमा चाहिँ नेपाल मर्चेन्ट डेभलपमेन्ट ब्याङ्किङ लिमिटेड रहेको छ। यस कम्पनीको आजको मार्केट प्राइस हेर्ने हो भने चाहिँ रु 810 रुपैयाँको दरले कारोबार भइरहेको छ। र यस कम्पनीको ईपीएस को कुरा गर्ने हो भने 2081-82 अनुसार 12 रुपियाँ 49 पैसा पोजिटिभमा रहेको छ भने बुक भ्यालु रु 165 रुपैयाँ रहेको छ। यस कम्पनीको एफपीओ परेका खण्डमा सजिलैसँग रु 700 प्रति किता आम्दानी हुने रहेको छ। यसमध्येको दोस्रो कम्पनी हो नेसनल लघुवित्त वित्तीय संस्था लिमिटेड कम्पनी। यस कम्पनीले नेपाली सर्वसाधारण जनताहरूको निम्ति 6,69,900 किता बराबरको सेयर निष्कासन गर्दैछ भने यो माइक्रो फाइनान्स सेक्टरको कम्पनी हो र यस कम्पनीले आफ्नो एफपीओ रु 270 रुपैयाँ 49 पैसा अङ्कित मूल्यमा एफपीओ खुलाउने भएको छ। यस कम्पनीको इस्यु म्यानेजरको रूपमा आरबीबी मर्चेन्ट ब्याङ्किङ लिमिटेड रहेको छ। यस कम्पनीको आजको मार्केट प्राइस हेर्ने हो भने रु 1,255 रुपैयाँको दरले कारोबार भइरहेको छ। यस कम्पनीको ईपीएस र बुक भ्यालुको कुरा गर्ने हो भने यस कम्पनीको ईपीएस 2081-82 अनुसार रु 35 रुपैयाँ पोजिटिभ रहेको छ भने बुक भ्यालु चाहिँ 245 रुपैयाँ रहेको छ। यस कम्पनीको सेयर जम्मा 66,990 जनालाई मात्र पर्नेछ भने बाँकीको भने हात खाली रहनेछ। यस कम्पनीको एफपीओ परेको खण्डमा 9,850 रुपैयाँ बराबरको चाहिँ फाइदा हुनेछ। यसमध्येको तेस्रो कम्पनी रहेको छ मातृभूमि लघुवित्त वित्तीय कम्पनी। यस कम्पनीले नेपाली सर्वसाधारण जनताहरूको निम्ति 11,49,982 किता बराबरको एफपीओ निष्कासन गर्ने भएको छ। यो कम्पनी माइक्रो फाइनान्स सेक्टरको कम्पनी रहेको छ भने यसको इस्यु म्यानेजरको रूपमा चाहिँ मुक्तिनाथ क्यापिटल रहेको छ। यस कम्पनीले सर्वसाधारण जनताहरूको निम्ति रु 100 रुपैयाँ अङ्कित मूल्यमा एफपीओ निष्कासन गर्ने भएको छ। यस कम्पनीको आजको मार्केटको प्राइसको हेर्ने हो भने रु 985 रुपैयाँको दरले कारोबार भइरहेको छ। यस कम्पनीको ईपीएस को कुरा गर्ने हो भने 2081-82 अनुसार यसको ईपीएस भनेको 9 रुपियाँ 22 पैसा रहेको छ भने बुक भ्यालु चाहिँ 183 रुपैयाँ रहेको छ। यस कम्पनीको एफपीओ परेको खण्डमा रु 800 बराबर प्रति किता चाहिँ फाइदा रहने छ।